व्हाट्सअप गाइज, सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ मैले मेरो 4वटा एक्जोटिक ड्रागन फ्रुट भेराइटी लिजा, सायम रेड, सुगर ड्रागन र आइएस येल्लो 4वटा रोपेँ। मैले माटोमा चाहिँ यसको आधा बालुवा र आधा बारीबाट लिएर आएर माटो मिसाएर हालेँ। र माटोमा चाहिँ मैले कुनै पनि फर्टिलाइजर जस्तै त्यो कम्पोस्टहरू मिसाएर अनि रोप्ने चलन छ होइन, त्यस्तो चाहिँ मैले गरिनँ। किन गरिनँ भन्दाखेरि नेचरमा माटोभित्र कम्पोस्ट बसेको हुन्न कि मिलाएको हुँदैन होइन। सो फर्टिलाइजर चाहिँ यसमा मैले कसरी हाल्ने निर्णय गरेँ भन्दाखेरि माथिबाट चाहिँ माथि चाहिँ फर्टिलाइजरहरू चाहिँ हाल्छु। जसरी नेचरमा यसले फर्टिलाइजर पाउँछ या त फेरि न्युट्रिसन पाउँछ त्यसरी नै हाल्ने मैले निर्णय गरेँ। अनि यसको तल चाहिँ मैले 4वटा ड्रेनेज होल बनाइदिएको छु र त्यो ड्रेनेज होललाई चाहिँ गिट्टीले छोपेको छु र माटो अनि त्यसपछि हालेर अनि ड्रागन फ्रुट मैले आज रोपेँ है त।